कस्तो छ बाटो है, पुरै पहरा हिँड्नुपर्छ। कृषकहरूले जति दुःख गरे पनि त्यो माटोमै मिल्ने भएपछि त्यो काम लाग्दैन होइन। त्यस कारण गर्दा चाहिँ एकदम धेरैभन्दा धेरैले यो भिडियो सेयर गरेर चाहिँ सम्बन्धित निकायलाई पुर्याउनु पर्यो है सबैजनाले गाइस। ल गाइस घामको पनि आगमन भइसक्यो। गुड मर्निङ साथीहरू, नमस्कार सबैजनालाई। म चाहिँ आज पनि फेरि अघिल्लो हप्तादेखि पछाडिको समयपछि रानी खोला यात्रामा छु होइन। आज चाहिँ माल रोइरहेको थिएँ। आज चाहिँ मैले खराब गरिसकेको छु होइन। योभन्दा अगाडि चाहिँ भिडियो बनाउनुलाई अलि अँध्यारो थियो नि त होइन। अँध्यारो भएको कारणले गर्दा चाहिँ भिडियो बनाउनुलाई टाइम मिलेन होइन। म चाहिँ अहिले खन्डेहरूको स्कुलबाट नि अब अगाडि गएर पढिसकेको छु होइन। अब आज हेरौँ आजको यात्रा कस्तो हुन्छ होइन। हजुरहरूलाई अवश्य देखाउने छु, सबैजनाले हेरिदिनु होला होइन। सधैँ तिनवटा गाडी सँगसँगै हिँड्थ्यो भनेदेखि आज चाहिँ एक टिप मात्रै माग भएको कारणले गर्दाखेरि चाहिँ आज म एक्लै हिँडिरहेको छु। हेरौँ आजको यात्रा कस्तो हुन्छ होइन। हजुरहरूलाई अवश्य देखाउने छु है त। ल गाइस घामको पनि आगमन भइसक्यो। दिन सक्नुहुन्छ होइन घाम राम्रोसँगले होइन। ठ्याक्कै म चाहिँ यो गोलन्जर डाँडाको छेउमा आइपुगेको छु होइन। म यो डाँडा कटेर चाहिँ हिरिङ आइपुग्न आएको छु होइन। हिरिङ जोल्थ्यो भन्दा अगाडि हो होइन। देख्न सक्नुहुन्छ घाम हेर्नु त गाइस। ल घाम गोलन्जर डाँडा यता सक्नुहुन्छ भ्युटाहरूलाई। यो चाहिँ भ्युटा हो र गोलन्जरको भ्युटा है। ल गाइस त्यहाँ नकुदानु किन यत्रो खर्च गरेर बनाऊ नेपाल सरकारले है। नदेन सक्नुहुन्छ गोलन्जरको भ्युटा यो डाइरेक्ट डाँडा क्रस गरेर नै त्यसै जानुपर्ने हुन्छ है त। ल म चाहिँ अहिले चिसापानी भन्ने आइसकेको छु है। टक्कै सिमलीबाट 2 घन्टा आइपुग्यो। यसलाई चिसापानी भन्ने भन्छ र अहिले चाहिँ एकदम पर्खा चिजलाई चाहिँ चिनीहरू पिलाउने भन्ने भएर दिन्छ है। बट त्यो पुला के तोडले दुधो आएछ भन। र हामी चाहिँ यस्तो बाटो हिँड्नु पर्छ है। बाटोको हालत हेर्न सक्नुहुन्छ। पानी आएर चाहिँ सबै भल्ले खोलेको छ है। अच्छा त्यति खासै बोल्नु पनि मन लागिरहेको छैन होइन। हुन त एक्लै छु। यो घाँटी दुखेको कारणले गर्दाखेरि चाहिँ खासै त्यति बोल्नु मन लागिरहेको छैन है। अहिले देख्न सक्नुहुन्छ बाटोको अवस्था। यो चाहिँ हो ल्यान्ड्याङ जाने बाटो है। यो माल बाटोबाट चाहिँ ल्यान्ड्याङ जान्छ है। यहाँ बोर्ड नै लेखेको छ भित्र सानो है। अब म चाहिँ यहाँबाट नन स्टप 1300 ओह्रालो मात्रै छ है। यहाँ कहाँनिर लेखेको थियो, यहाँनिर बोर्ड अहिले बोर्ड देख्दैन होइन। यहाँनिर चाहिँ बिलाउने भन्ज्याङ लेखेको थियो है। सबै जङ्गलै सिकेको छ। नत्र तपाईँलाई हजुरहरूलाई म ल्यान्ड्याङको चुचुरो पनि देखाइदिन्थेँ है। ल्यान्ड्याङको चुचुरो जान मुस्किल छ। मेरो चाहिँ यात्रा निरन्तर छ है त। ल गाइस ल पोखरी आइसकेको छु है। अनि खोला पोखरी आइसकेको छु। कति झोला लिएर बसेको आँखको लागि हो यो आँखा यात्रा हो है। ल गाइस बिहान बिहानै घाम पनि तातिसकेको छ होइन। म चाहिँ अब नन स्टप हिँडाइमा छु, एक्लै छु होइन।
यत्रो जिल्लाको प्रसिद्ध जुना सुन्तलाको यो बगैँचा भनौँ अथवा जुना सुन्तलाको खानी एउटा उत्पादन क्षेत्रमा चाहिँ अनि यस्तो बिजोग बाटो छ होइन। अब ढुवानी गर्नलाई नै मुख्य समस्या पर्ने भएपछि कृषकहरूले जति दुःख गरे पनि त्यो माटोमै मिल्ने भएपछि त्यो काममा लाग्दैन होइन। त्यस कारण गर्दा चाहिँ एकदम धेरैभन्दा धेरैले यो भिडियो सेयर गरेर चाहिँ सम्बन्धित निकायलाई पुर्याउनु पर्यो है सबैजनाले गएको। ल है साथीहरू, म चाहिँ अब यहाँ ठ्याक्कै ठकुरी टोलपट्टि म प्रवेश गरिसकेको छु है। अब चाहिँ नोस्टोक ओह्रालै ओह्रालो हो, यस्तो छ बाटो है। पुरै पर हिँड्नुपर्छ, के गर्नु गाह्रो छ यार। त्यस यतातिर चाहिँ पानी बेलुका परेको रहेनछ हिजो है, सिन्धुलीतिर अलिअलि परेको थियो, यता चाहिँ परेको रहेनछ। अस्ति नै जस्तो थियो त्यस्तै नै रहेछ बाटो चाहिँ, सही त्यस्तो बिगाएर रहेनछ। यतातिरको गाडीहरू चाहिँ सबै भट्टाभट सिन्धुली लाग्दैछन् होइन। अहिले त असिजन छ, त्यस कारण गर्दाखेरि खासै गाडीमा पेसेन्जर त्यति नपाउने। हुन त यता गाडीले पानी भनेकै अब जुना सुन्तला बोक्ने हो है, जे कुरो नि सिजन हो। यस्तो पर हिँड्नुपर्छ है, के गर्नु साथी हो। नगरौँ भन्दा यी सिप सिकिहाल्यो होइन। अब अहिले के सिकेछ भनेर के गर्नु होइन। हुन त जुन सिप पनि जुन पेसा पनि सजिलो चाहिँ कहाँ हुन्छ र होइन, गाह्रो भइ नै हाल्छ। उताबाट गाडी आउँदैछ क्यारे होइन। देख्न सक्नुहुन्छ यो चाहिँ ठकुरी गाउँको चाहिँ पुरै जुना सुन्तला बगैँचा हो है। त्यो दामी छ, मकैहरू चाहिँ अलिक प्रायः कन्फर्मै लाउने गर्छ यहाँ है। कोही यहाँनिर चाहिँ लाउनु पनि राम्रो फल्दो रहेछ होइन। अझ पहिला त अहिले त्यति फल्दैन, सबै किराले खान्छ झर्छ भन्दै हुनुहुन्थ्यो है यहाँ कतिजनाहरूले है। फल थालिसकेर लगेर दामी दामी यति अर्ग्यानिक गाउँको है, एकदम प्योर गाउँको जुना सुन्तला बोटमै ल। आँप लिची पनि रहेछ यहाँ चाहिँ है, आँप र लिचीको झाङ पनि रहेछ। ल यो चाहिँ उता मालुङ्गे डोडे जाने बाटो यो चाहिँ है। अब हामी फेरि यहाँ तलतिरै लाग्नुपर्ने हुन्छ, 1-2 घुम्ती तल गएपछि चाहिँ त्यहाँबाट तेर्सो लाग्नुपर्छ हामी है त साथी हो। गाह्रो छ घडी खानलाई। पुरै पर आयो यतातिर पुरै पर आऊ साथीभाइ हो। ल देख्न सक्नुहुन्छ यो पारिदेखिको गाउँ चाहिँ मालुङ्गे है। ल मालुङ्गे डाँडा काँडा हरियाली गाउँहरूतिरको आनन्द छुट्टै छ नि यार। सदरमुकाम जानु टाढो भने मात्र है साथी हो। ल यो ठकुरी गाउँको स्कुल रहेछ यहाँ चाहिँ होइन। साथी हो। ल म जानुपर्ने चाहिँ
म चाहिँ अघि पारिबाट देखाएको जुनार बगैँचा आइसकेको छु यही साथी होला जान सक्नुहुन्छ। जुनार घारी पुरै जुनार सुन्तलाको घारी पुरै बगैँचाको घारीमा पुरै म चाहिँ बिचबाट हिँडिरहेको छु है त। सक्नुहुन्छ यति आनन्दको छ नि, यति आनन्दको ठाउँ छ जुनार सुन्तला पुरै बगैँचा। तर यहाँ दुःख पनि धेरै गरेको छ यहाँको बासिन्दाले है, मान्नुपर्छ। यहाँ चाहिँ नेपालको गाडी राखेको रहेछ। सक्नुहुन्छ है ल। हुनु त हामीले देख्दा कति आनन्दको देखिया छ है, तर कति मिहिनेत गर्नु परेछ भन्ने कुरो त यहीँको कृषकहरूलाई पनि थाहा छ होइन। ओहो बिहान बिहानै गर्मी भइरहेछ मलाई। बाटो चाहिँ अझै भनिरहेको छु मैले, बाटो चाहिँ राम्रो हुनु सकेको छैन होइन। ल अब म चाहिँ यो बाटोबाट दायाँ लाग्नुपर्ने हुन्छ है साथी हो। कार्यालय र स्वास्थ्य चौकी चाहिँ यहीँ तल छ, त्यहीँको सामानले हिँड्नु होइन। अब सायद सुध्रिन्छ कि बाटोहरू, किनभने अब वडा कार्यालय यहीँ तल छ, स्वास्थ्य चौकी यहीँ छ होइन। तल हुने भएपछि चाहिँ अब सुध्रिन्छ कि भन्ने केही आशा छ है। ल हेर्नुहोस् न साथीभाइ, पुतला बनाएर यो पुरै यो चाहिँ पाइपमा रहेछ है, बिचमा आएर बसेर छ क्या। यो सायद बाँदर सुगा धमाउनुको लागि होला है। चट्टोसँगले चाहिँ ल्याएर राखेर आज, तर पल्लो छेउबाट सुल्केर ओर्तिर आयो जस्तो छ है त। ल साथी हो, जुनार बगैँचा देखाइदिइहालेँ मैले होइन। र म चाहिँ ठ्याक्कै गन्तव्यमा आइपुग्नु पनि लागेँ है। अब यहाँबाट तेर्सै गएपछि अलिकति अगाडि 100-200 मिटर अगाडि ठ्याक्कै भवनहरू बनिराखेको छ। सायद भवनहरूको भिडियो त मैले योभन्दा अगाडि पनि हालेर लागेको छ होइन। माथिल्लो एरिया चाहिँ मकै पनि दामी छ, तल्लो एरिया चाहिँ अलिक पहेँला पहेँला भएर छ है। बाँदर डुङ्ग्री कौवा बनाएको यो चाहिँ है, गाउँघरतिर यस्तो हुन्छ नि त प्रायः। पानी परेको चाहिँ यहाँ बाटो खत्तम छ होइन। पानी नपर्दा ठिकै छ, खाल्टाङ र खुल्टाङ बाटो तनाव तनाव तनाव। बिजोक रमाइलो छ है साथी, बिजोक रमाइलो छ। चिप्लिने कि तेरी गाडी आम्मा, पाइप केही गर्दैन, पाइप पाइप। ल म चाहिँ गाउँपालिका र स्वास्थ्य चौकी भवन आइपुगेँ। ल यहाँ मेरो गन्तव्य छ। ल यहीँ टुङ्गिन्छ है त। ल